हेलो गाइज नमस्ते। मेरो नाम हो अर्जुन। म 2023 में जब साउदी आएको बेलामा यस्तो थिएँ होइन। त्यसपछि जब मैले जिम जोइन गरेपछि अहिले मेरो शरीर यस्तो भयो। त्यसैले सबै साथीहरूले सबै कुराको फोकस गर्ने गरौँ, सबै कुराको ध्यान गर्ने गरौँ, सबै कुराको आफूले इन्ट्रेक्स गर्ने गरौँ। सक्सेसफुल हुन्छ होइन साथीको, तर मिहिनेत गरौँ एभ्रीवान। तर एक दिन अवश्य सफलता मिल्छ होइन। सबैभन्दा मान्छेले पैसा पैसा मात्रै भनेर हुँदैन, आफ्नो शरीरलाई पनि सोच्नुपर्छ। तर पहिलेको भन्दा चाहिँ मेरो धेरै फरक भयो जस्तो लाग्छ होइन। तर पहिलेको फोटो एकचोटि गएर हेर्नु, त्यसपछि सेकेन्ड फोटोहरू हेर्नु, त्यसपछि थर्ड फोटो हेर्नु, तर अहिलेको फोटोहरू हेर्नु। तर सबै कुराको अभाव हुँदो रहेछ साथी हो। तर यो गर्यो देखायो भनेर चाहिँ त्यसो नसोच्नु होला। तर चाहिँ आफ्नो शरीरलाई पनि ध्यान दिनुपर्छ। काम सँगसँगै पनि आफूलाई पनि फिटनेस गर्ने गरौँ के साथी हो। तब आफूलाई पनि काम गरेको जागर लाग्छ, राम्रो हुन्छ होइन। दिनभरि काम गर्ने, साँझेखेरि आएर ओछ्यानमा ढल्ने भएपछि त आफ्नो शरीरले कामै गर्दैन क्या साथी हो। त्यही भएर यो भिडियो हेर्नुहोस्, हजुरलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोस्। थ्याङ्क यू अल। हेलो गाइज नमस्ते। मेरो नाम हो अर्जुन। म 2023 में जब साउदी आएको बेलामा यस्तो थिएँ होइन। त्यसपछि जब मैले जिम जोइन गरेपछि अहिले मेरो शरीर यस्तो भयो। त्यसैले सबै साथीहरूले सबै कुराको फोकस गर्ने गरौँ, सबै कुराको ध्यान गर्ने गरौँ, सबै कुराको आफूले इन्ट्रेक्स गर्ने गरौँ। सक्सेसफुल हुन्छ होइन साथीको, तर मिहिनेत गरौँ एभ्रीवान। तर एक दिन अवश्य सफलता मिल्छ होइन। सबैभन्दा मान्छेले पैसा पैसा मात्रै भनेर हुँदैन, आफ्नो शरीरलाई पनि हेर्न सिक्नु पर्दो रहेछ, आफ्नो शरीरलाई पनि ध्यान दिनु पर्दो रहेछ, आफ्नो शरीरलाई पनि फिटनेस दिनु पर्दो रहेछ। अहिले मैले तर यो सपना देखिरहेको थिएन यो सपना हुन्छ भनेर। तर अहिले मेरो तर 100% त भएको छैन। तर पहिलेको भन्दा चाहिँ मेरो 50% त धेरै फरक भइरहेको छ। तर पहिलेको शरीर हेर्नु 16-32 किलो। भयो ओहो पर्चितुवाको चाल अनि बाजको नजरमा कुरुक्षेत्र रङ्गिन्छ। कुनले धानले झम्टिँदा शरीरमा जोस र दिमाग भरि आँट छ नि। खुबी छ बाघको नाम रविन्द्र दाँट पनि। 2 पाइला पछि 4 पाइलाको गति अघि हिम्मतले मार्छ पहिले, त्यसपछि मुकाले जति। आँखामा डर बोकी आउँछ अघि प्रतिस्पर्धी, सवाल नै छैन रिङमा थिरेपछि पछि हट्ने हो। मेरो काँधमा छ नेपालको बोझ, हामी हो बसेको गोर्खाली आमाको कोक। त्यो हिम्मत र जोसले उत्तर दिन्छ मैदानभित्र सबै कुराको। काँधमा चन्द्र सूर्य बोकेर आउँछु म त, नेपाली माटो शिरमा पोतेर आउँछु म त। पुर्खाले छाडी गएको जोस लिएर आउँछु जब मैदानमा विपक्षी त्यो सोच्दैन मैले, पुरा देशले भनिरहेको छ गो रविन्द्र धान रो रविन्द्र। बडी त खतरा छ यार, अमर भाइको जस्तो हुन्ला यार। ओहो नसा हेर नसा यो हुन्छ यार। 1.5 महिना जिम गर्ने बित्तिकै यार नसा हेरौँ न, नसा साथी खतरा छ ल। ओहो 18 36 किलो हाने त यार अर्जुन कुमारले यार। ल ठिक छ यार, 18 36 किलो अर्जुन इज अर्जुन बेस्ट। वाओ बब्बा लाग्छ यार। के होला जस्तो छ अर्जुन कुमार। ल एकचोटि देखाइदियो त ब्रान्डेड। ओहो नेपाली हो नि यार, नेपाली गोर्खाली।